यो विश्वको कतिमा पर्छ यो ठुलोमा लाउँदा यो संसद भवन दर्शन नमस्ते वेलकम छ मेरो मिनी भ्लगमा तपाईहरुलाई। आज चाहिँ मैले यो रोमानियाको संसद भवन देखाउन लागेको छु। यो चाहिँ एउटा विश्वको दोस्रो ठुलोमा पर्छ यो संसद भवन चाहिँ। मैले तपाईहरुलाई क्रमशः रूपले देखाउने छु। तपाईहरुलाई मैले देखाउँदै छु। यहाँबाट सुरु भएको छ यो भवन चाहिँ है। यहाँबाट सुरु हुँदै तपाईहरुलाई म बिस्तारै स्लोमा देखाउँछु। यो चाहिँ रोमानियाको यिनीहरु सबै हो, यो देखेको सबै हो। रोमानियाको यो विश्वको दोस्रोमा पर्छ भन्ने कुरा मैले सुनेको थिएँ है। यो रोमानियाको संसद भवन हो। यहाँ हाम्रो अनि यहाँ चाहिँ यो बारहरु चाहिँ यहाँ चाहिँ कन्सर्ट हुँदो रहेछ। कन्सर्टहरु भएको यो बारहरु चाहिँ यहाँ पनि यो पनि सबै भवनहरु उता पनि छ। तर दाजु मैले देखाउन सकिरहेको छैन यति मात्र हो। एउटा संसद भवन हो गाइजहरु। यो चाहिँ रोमानियाको यहाँ चाहिँ अब कतिवटा चाहिँ यहाँ अब रुम छ अरे है। यो चाहिँ मैले पनि सायद थाहा छैन मलाई पनि। धेरै ठुलो छ यहाँ है। धेरै ठुलो छ। के भन्छ मैले पनि सुनेको थियो। हाम्रो लामा दाइले पनि सुनेको त्यही रहेछ। विश्वको 2 नम्बरमा पर्ने हो यो संसद भवन। यहाँ ठुलो छ गाइजहरु, ठुलो छ एकदम राम्रो ठाउँ हो। एकदम राम्रो छ गाइजहरु, एकदम ठुलो छ। पल्ला छेउ न यो पनि हो, यो पनि हुनसक्छ। यो पनि हो है गाइजहरु, यो पनि हो। हाम्रो दाइहरुले फोटो खिच्दैछन्। हामी संसद भवन हेरिरहेका छौँ। यस्तो छ संसद भवन भनेको चाहिँ गाइजहरु यहाँको। संसद भवन रोमानियाको के म नआउनु पर्ने हो? के वो फोटो खिचाइ मिलेन कि आउनु सोल्डरको? लाइट पुरानो फोटो सबैले फोटो खिच्ने क्रम भइरहेछ, जारी भइरहेछ गाइजहरु है। यो तपाईहरुलाई म देखाउँदैछु। हेर्नु होला, इन्जोय गर्नु होला है। रोमानियाको संसद भवनहरुमा यस्तै छ। यता पोज दिइरहेछ हाम्रो सोल्टा ल ल सुटिङ भइरहेछ। ल गाइजहरु झन् यहाँबाट झन् टाढाबाट राम्रो खतरा थियो संसद भवन। ल गाइजहरु ल यो हो रोमानियाको संसद भवन। विश्वको दोस्रो भन्ने सुनेको छ। ठुलो धेरै
रुम्बाको विश्वको दोस्रो है भरे मलाई पठाइदियो यो चाहिँ राम्रो चाहिँ विश्वको दोस्रो है यो यहाँ गाडी राखेर अलिकति चाहिँ तलतिर देखिएन यो त यो हो नि त ओरिजिनल ल गाइजहरू अब यति नै इन्डिङमा गर्छु म अब घर हिँड्न लागेको रात रात पनि पर्दैछ है हेरेर इन्जोय गर्नु होला साथ सपोर्ट दिनु होला गाइजहरू है म यस्तो रोमानियाको बारेमा मैले भिडियोहरू बनाउँछु तपाईँहरूलाई इन्जोय मनोरञ्जन दिलाउने नै छु है त जम्क्यो भयो